हेलो एभ्रिवान। हामी के बनाउँदैछौँ? मैले चाहिँ यहाँ आगो सल्काइसकेँ, भर्खरै आगो सल्काउँदैछु। अनि त्यसपछि मैले यहाँ पानी रेडी गर्दैछु अनि आज हामी यो खाँदैछौँ। गाइस म सबै बनाएको देखाउँछु है हजुरहरूलाई। अनि यता चाहिँ चना पनि छ है। मैले चाहिँ यहाँ बेसार पानी अनि थोरै तेल राखेर चाउमिन बोइल गर्नको लागि रेडी पारिसकेको छु। चाउमिनको पानी चाहिँ उम्लिसक्यो, आगो पनि ठुलो भयो। म चाहिँ यो हाल्न लागेको अवस्था। लहै 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 रेडी भयो है। हाम्रो चाउमिन रेडी हुँदैछ है गाइस। खाने त जम्मा 4 जना छौँ। एभ्रिवान नमस्ते झुले। आज चाहिँ हामी चाउमिन बनाएर खान लागेको अवस्था। हजुरहरू पनि हेरेर हाम्रो भिडियोहरू रमाउनु होला। साथीहरू हेर्नुहोस्, हाम्रो चाउमिन बफाइरहेको अवस्था। साथीहरू ल हेर्नुहोस्, आज चाहिँ दामी भएको छ चाउमिन चाहिँ। गाउँघरमा यस्तै हो साथीहरू, हेर्नुहोस्। आज चाहिँ हामी चाउमिन बनाएर खाँदैछौँ। आज हाम्रो बेलुकी खाना नै यही हो। अनि आगोमा जाडोमा आगोमा पकाउँदैछौँ। अनि स्वागत छ सबैजनालाई जुना राणा युट्युब च्यानलमा। अनि हेरेर सबैजनाले माया गरिदिनु होला। अनि आजको जुना राणाको रेसिपी चाहिँ अब हेर्दै गर्नु होला, यहाँबाट कन्टिन्यू हुन्छ। गराइदिरहेको छु कि चाउमिन धुँदैछौँ। यो चाहिँ बनिसकेको हो। अनि मैले त्यसपछि यसरी धोएर टक्क राख्ने एकछिन। अनि त्यसपछि पकाउने। छिट चमच नगाडे जुठ हालेर त्यही यसो हाल त गर्न होइन। होइन कि देखाएको त्यो देखाउनलाई। यो चाहिँ 1 लट हो। 1 लट रेडी भइसक्यो। अनि अब चाहिँ 2nd लट है। थोड़े हल्के गरा थे के प्याज कुछ पनि एड भइसक्यो। अब
जस्ट kucing diri apa sih? Terus saya mesti hilang tuh. Art setting gitu. Like itu. Mau digoda apa sampai tak? Ayo, ayo. Nah, ikut tinggal di sini. अब चाहिँ हाम्रो चाउमिन रेडी भयो हामी खाना सुरु गर्दैछौँ खाउँ न त कस्तो छ आजको खाना यता हेरेर भन न खट्रा यता त साइगनको चाहिँ के भन्छ अरे चिकन अनि यता चाहिँ मेरो छ यहाँ चिकन गर्नु छ अहिले आयो होला नि बजारको अटेर साँझमा बजार पठाएको दिउँसो भोलि पनि आएन